फेरि पनि वेलकम ब्याक छ सबैजनालाई मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी कहाँ जान लाग्यो भन्दाखेरि चाहिँ आज हामी चाहिँ चापाकोट जान लाग्यो कि। अब चापाकोटको यात्रा हेर्नुहोस् ल। हामी चाहिँ बसिसकेको छौँ होइन। अब हामी चाहिँ सुवनको घर जान्छौँ, सुवनलाई पछाडि राख्छौँ, त्यहाँबाट हामी बगरको स्ट्यान्डसम्म जान्छौँ। त्यहाँ हामी चाहिँ सुवनको घर आइसकेको छौँ होइन। सुवनलाई कुट्दियो हामी चाहिँ भर्खरै आएको, भर्खरै कुट्दै नि हो। अरू त केही छैन अब। ल सुवन आइसकेको छ। अब हामी बगर जान्छौँ। बगरबाट होइन दिनु नदीपुर टेलिकम रानी पौवा यता रानी पौवा चाहिँ प्लिज। अब चाहिँ हामी रानी पौवा जाने रहेछौँ। हलन चोक के यार, हलन चोकमा गएपछि हामी राईको बाबा अब चाहिँ हामी गएर भेट्नेछौँ, बसमा चढेको देखाउनेछौँ। ल ल ल ल ल अमिर है अमिर ऊ त्यहाँ। ल ल ल ल ल ल ल ल नेपाली मुभी है, नेपाली मुभी ए ल ल ल। सुवनले चाहिँ आइडी कार्ड बिर्सिरहेको छ किन। अब मैले चाहिँ ट्याक्क लगाएर हिँड्न चाहिँ पश्चिमाञ्चलियन्स रे के ए पश्चिमाञ्चलको हो नि त म। अनि टक्क होइन अब चाहिँ सुवनले आइडी कार्ड बिर्सेर अनि टक्क आइडी कार्ड त महत्त्वपूर्ण छ त्यस्तो लङ ट्रिपमा, किनकि 10 रुपियाँ मात्रै दिन्छ, त्यो चाहिँ गफै हो। ए 10 कि 15 रुपियाँ डिस्काउन्ट रहेछ। ल ल ल ल ल ल अब चाहिँ हामी फेरि सुवनकोमा राईको बाबा है फेरि त्यहाँ पछाडि देख्यो होला। साइलेन्ट कहाँ गएर बारेको चोकको गाडी आइसकेको छ। अब चाहिँ हामी जानुपर्छ। प्लिज 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 वाउ। अब चाहिँ हामी हलन चोक जान्छौँ। हलन चोक ल ल ल अहिले पछि फेरि हलन चोक गरेर भेट्नेछौँ हामी। हरिके देश वा। हामी चाहिँ भर्खरै ल्यान्ड भइसकेको छौँ। हामी चाहिँ यहाँ के अरे यो ल्यान्ड हामी चाहिँ भर्खरै यहाँ हलन चोकमा ल्यान्ड भइसकेको छौँ होइन। अब चाहिँ हामी फेरि बस गर्दैछौँ। हामी चाहिँ कहाँ जान लाग्यो भन्दाखेरि अब चाहिँ हामी लौरो के ट्याक्क पामेको गाडीमा चापाकोटको मुनि रहेछ हामी चाहिँ। तर चापाकोटै एरिया हो नि त। ल ल ल अब हामी चाहिँ गाडी खोजेपछि हामीले चाहिँ के भेट्यौँ भन्दाखेरि मेरो डिलक्स भेटिदिएर के। वा अब यो बस चाहिँ हामीले बस पाइसकेको छौँ। अर्को ठाउँमा गयौँ उहाँ माथि हामी होइन उहाँ हिँड्दै हिँड्दै झन्डै पामे पुगिसकेको थियौँ कि होइन। 2 मिनट हिँडेको यार। अनि हामी गयौँ अनि फेरि जहाँ गाडीले छोड्यो त्यहीँ आयौँ। अब चाहिँ 40 मिनट पछि हिँड्छ अरे। 40 मिनट पछि हिँडेपछि भेटौँला। हिँड्नु पऱ्यो त्यत्रो धेरै। बाँदर बाटो भयो भने अरूको गर्ने बनाउँदिनँ, आफ्नो गर्ने बनाउनु। हामी चाहिँ लौरो आइसकेको छौँ होइन। चापाकोट चाहिँ उता माथि रहेछ। सरी आज चापाकोट होइन, आज हामी लौरो आएको। अगाडिको बोलीलाई यसो माइन्ड नगर्नु होला होइन। वा एन्टोकमा नि तिन पाङ्रे हाल्न मिल्दो रहेछ त यार। हुनुहोस् जुनी 4 पाङ्रे कसरी भदोस् ल गना त 1 2 3 4 म त 3 सोच्थेँ दोस्त पहिले कि यहाँ पछाडि नै हुन्छ ल। अपङ्गताहरूको लागि हो कि त्यो जुनिस कुरामा नि हाल्नु पर्दो रहेछ, थाहा थिएन जस मलाई त। ठिक छ अब बुलेटमा म अपाङ्ग छैन। म अपाङ्ग छैन, मलाई के पता नि। अब चाहिँ हामी ओडा उतै अगाडि छ होइन। अनि हामी चाहिँ सिफारिस लिन्छौँ अनि घरतिर जान्छौँ। आधी घन्टापछि बस आउँछ अरे। अघि नै 40 मिनट कुरायो हामीलाई यहाँसम्म ल्याउनु ल। अनि बाटो यहाँ रहेछ, हामी चाहिँ उता पुग्दिएर फर्किनु पऱ्यो है उहाँबाट। अब कति टाइम लाग्ने थाहा छैन है हामीलाई। अब 15 मिनटमा भयो हुन्छ है। के अरे एकछिन हुनुपर्ने, लाइन साइन नहोस् होइन। ल ल ल अब त्यहाँभित्र गएर भेट्नेछौँ हामी। हामी चाहिँ कहाँ आयौँ भन्दाखेरि चाहिँ मैले बल्ल रियलाइज गरेँ हामी चाहिँ त्यो रेसिङ गर्ने ठाउँ चाहिँ त्यो डटकोहरू। अनि त्यहाँ मैले ट्याक्कै यहाँ हेरेँ होइन, यसरी एनालाइज गर्छु त ल यो त त्यो होइन र भन्छु कि होइन। अनि त्यही रहेछ। यस कल जाने पैसा नभएको र पैसा सक्यो हाम्रो डाटाको।
अब हामी लावारिस भइसकेको छौँ। ओडा उहाँ रहेछ, म त ओडा नि पछाडि होला भनेको त स्क्याम भइदिएर फेरि मसँग। वा सो नाइस भ्यू है यता चाहिँ। 0.08 0.08 पैसा भइसकेछ। कति 4 रुपियाँ थियो हामीसँग? 4 होइन 40 थियो। 40 थियो। वा म नि एक दिन कुनै दिन यहाँ राइड हान्छु कुनै दिन। ल हामी फेरि अहिले पछि भेट्नेछौँ। नागरिकताले नआगो है ल, नागरिकता सिफारिसले नआगो है, सिफारिस ल त्यसको हो कि डेन्जर चाहिँ पाइले छ यो वडा नम्बर 23 च्या वर्ड्स एक्सपिरियन्स कति कुरा आयो हामीलाई त अहिले भन्छु बाटोमा। यहाँ चाहिँ भर्खरै मैले नेट मागेको थिएँ होइन, मलाई नेट नदिँदैन। म त बिल्ला हानिदिन्छु, मलाई बाल लाग्दैन, बरु मलाई केस हान्दैछ। अनि वडा नम्बर देखाउनु पहिला। म नेट छ यहाँ भने होइन अहिले छैन अरे। प्याटर्न छ त प्याटर्न। मैले चाहिँ एउटा आन्टीलाई होइन वाइफाईको पासवर्ड मागेको थिएँ होइन, आन्टीको चाहिँ फिङ्गर प्रिन्टै चलेन। अनि मैले चाहिँ अरू कसैलाई माग्दिनँ यहाँभित्र भने होइन। आन्टी त्यो अघि मैले एउटा बाजेलाई सोधेको थिएँ कि, अनि त्यो बाजेसँग छैन भनेर हात रेजिस्टर देखायो कि, अनि छैन भन्यो, डाइरेक्ट छैन भने होइन, यहाँ नेट छ कि छैन भने छैन भने। अहिले त त्यही बाजेकै फोन लिएर आएर त्यहाँबाट स्क्यान देखाएर हाम्रोमा हाल्यौँ। ठिक छ ठिक छ। वडा नम्बर 33 होइन है 23 हो, सरी हल्का फ्लोमा देखाइदिउँ न भालो दादालाई। अझै रोक्नुपर्छ अरे, मलाई चाहिँ अघि झरेसक्यो होइन, मलाई चाहिँ डेन्जर रिस उठिसक्यो। फोटो हेर नागरिकतामा चाहिँ स्वनको कस्तो ठाउँमा चढ्दाखेरि यस्तो दूर आएर फोटो अनि भर्खर खिच्न मिल्दैन र मिल्छ त अनि किन्न हालेको त नि जस्तो अहिले यो थियो नि, अनि आर्मी किनेर जाने पछि चिन्न हाल्न मिल्छ सही हो। ल अब चाहिँ सोनले नागरिकता निकाल्यो भने, लाइसेन्स पनि निकाल्छ भने, अनि त्यसपछि कलेजमा स्कुल लिएर जानु पाउँछ। अनि मलाई घर पनि छिटो छोड्न पाउँछ। अनि कलेजको ड्रेसमा नि भ्लग हेर्न पाउनुहुन्छ हजुरहरूले। किन भित्रको चाहिँ खिच्दिनँ म, डेन्जर औडा खायो कि भित्र चाहिँ फोनहरू लानु पाउनु। अनि ट्याक्क कलेजबाट निक्ल्यो बाहिर कस्तो कस्तो देखिन्छ भनेर चाहिँ म चाहिँ आउनेछु। ल अहिले पछि भेटौँला। भर्खर एउटा ठुलो पोस्टको मान्छे आएर के भन्यो भन्दाखेरि, बाबु कुद्नु त परेको छैन नि अरे के, हामी आएको भनेको खै कति बजी अहिले चेक गरेर भनिदिन्छ होइन। डेन्जर कुरेको हाम्रो त त्यही मलाई यहाँ कस्तो रिस उठिसक्यो। बाबु कुरेको त छैन मेरो कस्तो। ल अहिले पछि भेटौँला। म चाहिँ हामी चाहिँ यहाँ 448मा आएको, 248मा आएको। अब म चाहिँ यहाँ टक्क निक्लेँ नि त। अनि हामी यहाँ कति बजी निक्ल्यौँ भन्दाखेरि 4:12 किन आधा घन्टा हुन पर्ने काम, आधा घन्टाभित्र हुन पर्ने काम। त्यही भएर सरकारी काम राम्रो हुन्न कि अहिले नि हो, सरकार चेन्ज भएर केही भएन ल है।
त्यहाँदेखि जग्गा आएर चाहिँ यहाँ बस्न फेन पनि खोल्दै थिएन हामीलाई अब हामीले आफै खोल्ने कुरा भएन अनि यहाँ नेटधरि छैन अरे नेट पछि अर्को आन्टीले दिनुभयो अनि यहाँ साइडमा प्रिन्ट गरेको पनि 40 रुपियाँ अरे 3-4वटा पेपर निकालेको A4 40 रुपियाँ महँगो रहेछ यहाँको चाहिँ ल म बिदाइ माग्छु अब म कतै गएर हामी भेट्नेछौँ सिडी पनि कत्रो ठुलो सिडी 1-2 पाइ कहाँ जाने हो जङ्गलभित्र खै कहाँ जाने हो है जाम्ला नि कतै ल ल ल ल अब चाहिँ बसमा कि घर गएर भेट्नेछौँ हामी चाहिँ के भन्छ त्यसलाई बसको लागि कुद्दै हो कि हामी अर्कै के भन्छ त्यसलाई गाडीमा बसै गइसक्यो बस गयो म लोरुपमा आइसकेको बस अगाडि छ बस अगाडि अब होइन तिनीहरूलाई ओडाको उसलाई छोडेर यहाँ आइसकेर बस 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 कुर्दै बसले हामीलाई कुर्यो बस 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 बसले हामीलाई कुरिसक्यो बस 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 गयो बसले छोडिसकेको छ बसले छोडिसकेको छ त्यो गाडीवालाले पुऱ्याउन सक्थ्यो कि त्यो मुजुरी छैन वर्स एक्सपिरियन्स त्यो गाडी रोकिदिएको कि फोनमा बोल्दा भन्ने आयो भाइ यो म त आउनु कहिले नि यहाँ यो सरी कहिले आउनु म यहाँ मलाई यहाँ देख्नुभयो भने सरी भनिदिनु भयो म कहिले नि आउनु यहाँ कहिले नि आउनु यहाँ कहिले नि आउनु कि म यहाँ हाम्रो लागि चाहिँ हेलिकप्टर आइसकेको छ भर्खरै त्यहाँ ल्यान्ड हाने खान्छ त्यहाँ जान लाग्यो पिङधरी खेल्छौँ पिङधरी पनि खेल्छौँ पिङ कहाँ थाहा होइन सोन लाउँदा थाहा कहाँ दोस् त्यही खाँयो त्यो हेलिकप्टर जाने बाटोमा ए हामी चाहिँ त जानै पर्दैन दोस् हेलिकप्टर हामी हो आइहाल्छ नि जो भर्खर ल्यान्ड हानेको थियौँ तर बसले क्या नमिठो छोडेर त्यो अर्को गाडी क्या त्यसले पनि छोड्नु सक्दैन यहाँबाट उता त छोड्नु सक्दैन कस्तो मेरो मान्छे आयो मिल्दैन त्यहाँ रोक्यो फोनमा बोल्यो त्यहाँबाट हामीले त्यहीँ छोडेको भयो फोनमा बोलेको 30 सेकेन्ड हामी छिटो भयो नि चढ्थ्यौँ नि गाडीमा अब भेटौँला हामी कता हुन्छ हामी कसैको लिफ्टमा हुन्छौँ कि अब हामी हिँड्दै पुग्छौँ हामी पोखरा होइन हाम्रो घर मेरो घर हाम्रो घर नि होइन म जिम जान्छु जिम अब यत्तिकै हामीलाई कुर्दै है त्यही हो हेलिकप्टर चाहिँ हामीलाई लिन आएको प्राइभेट हो कि मैले पैसा तिरेको मैले होइन मैले हो स्विमिङ पुल मान्छेहरूको भइसक्यो पनि देखाउनु हुँदैन बिचराहरू कस्तो आनन्दले खेल्नु हुन्छ यो भिडियो ओ फेरि हामीलाई यसले पनि छोडेर गयो कता गयो यसले नै हामीलाई छोडेर गयो आज हामीलाई जसले नि छोडेर गइदिएछ अब के गर्नु हामी सँगै पनि छैन म उसले त के छोड्यो भन्ने कहाँ पुग्यो दोस्त म हेर्छ कि दोस्त आफ्नै दुनियाँ पुग्छु हेर 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 दुईचोटि बाई त भन्नु पर्दैन है स्मृतिलाई भाइ अनि आएको के अरे अर्को पनि फेरि त्यही हो कि स्मृति भाइ द्याट्स ग्रेट यु सुड इन्जोय यर लाइफ थ्याङ्क यू भेरी मच कमिङ इन टु माई लाइफ जस्ट जोकिङ होइन अहिलेको कुरा चाहिँ हेलिकप्टरबाट चाहिँ मान्छे खस्न लाग्यो जस्तो छ है त्यस्तै लाग्यो टपमा गरेर जम्प हान्छ स्काई डाइभिङ के स्काई डाइभिङ नेपालमा पोखरामा त यो छ जस्तो त लाग्दैन होइन उता माथि त त्यहाँ तल चाहिँ के भयो भन्दाखेरि मान्छेहरूले त्यो के हो कि त्यो गद्दा सद्दा त्यो स्पट यहाँ हो झर्ने जस्तो ला है फेरि दिनुहुन्छ
पोखरामै यस्तो हुन्छ हुन थाहा होइन अब त्यहाँ माथिबाट हेरौँ गफ के हेरौँ बिस्तारै हिँड्छौँ हामी देखाउनेछौँ हामी हजुरहरूलाई माथि गएर के अर्को भन न सरी हामीबाट फेरि गल्ती भएको छ हामीबाट फेरि बोर्ड बिर्सेँ मिसकन्सेप्ट भयो सरी मिसअन्डरस्ट्यान्डिङ नै ठिक छ ल मिसअन्डरस्ट्यान्डिङ भयो त्यो त माथि गयो हरायो माथि बादलभित्र गयो बादलमा गएर पानी खान्छ त्यसले वाला अब चाहिँ हामी दोकान आयो चिसो पानी किन्छौँ अनि फेरि हिँड्छौँ बिचमा केही हुन्छ फेरि देखाउने छु अनि त्यस्तै हुन्छ ल फेरि गम हानिदिने रे यहाँ सोनले भर्खरै मान्छेले फेरि जम हानेर चाहिँ हामीले चाहिँ भर्खर यसरी माथि हेर्दाखेरि मात्रै थाहा पायौँ होइन मिस हान्यौँ गाडी नि जान्ला है लिफ्ट मागेँ होइन लिफ्ट पनि मागेन झला होइन खोइ कता हो यहाँ चाहिँ यसलाई नि मिस हाने यो चम्प हानेको उसबाट मान्छेहरूले कसरी हेर्छ होइन तर अब ठिक छ अब चाहिँ आज मेरो लेग डे हो तर म आज जिम जाँदाखेरि म यहीँ अड्केर बसेको म जिम गरेर फाइदा छैन आज मेरो लेग डे अनलिमिटेड छ 5 बजिसक्यो हामी यहीँ हौँ लेग र कोर हो लेग त बच्चा हामीलाई कोर त्यस्तै भयो कोर त घर गएर प्ल्याङ्क हानिदिन्छु प्ल्याङ्क लेग रेज अनि के थियो यार एउटा नयाँ स्ट्यान्डिङ काल्स पनि घर गएर हानिदिन्छु अनि म चाहिँ अब यो जस्तो होइन स्टेप बाई स्टेप होइन त्यो पोखराको कता कताबाट घुसेर आउने त्यो मैले देखिरहेको थिएँ नि त छोडिदिनु खाली सक्यो बस होइन छोडिदिन्छ होला भनेको त ल हात यस्तो गरेँ इग्नोर हानिदियो कि सुरुमा यस्तो यस्तो गरेँ मैले अङ्कल भने पुऱ्याइदिनु अगाडिसम्म लैदिनु भनेको त रे भाइ त मोर्छस् कि छिटै तेरो एक्सिडेन्ट होस् त्यस्तो भएको थिएन नभन टुट हाल्नु एउटा दिन किनी उसलाई कस्तो कि बिल्ला यो एउटा उस आएर पानीको गाडी नेपालमा जन्मेर फक पानीको गाडी आएर लैदिन्छ यसले अगाडि दुईजना छ कहाँ लैदिन्छ यसले ठाउँ छैन पछाडि पानीको जारै जान्छ सरी अब ऊ चाहिँ के अन्त अब यस्तै छ आज घर पुग्दिनँ म आज मेरो लेगमा मसल्स आउँछ मसल्स म अब सेन्डी फ्ल्याट गएँ म के अरे अहिले चाहिँ यो संसारमा के थाहा पायो भन्दाखेरि चाहिँ भलाइको चाहिँ जमानै नरहेछ कि होइन अनि हामीले चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा देख्यौँ कि अघिदेखि हामीले पानी खाएको खाइदियौँ होइन पानी चाहिँ कुन ब्रान्डको होला होइन हिमालयन मोदी प्रोसेस्ड ड्रिङ्किङ वाटर मोदीको मोदी सरकार यार मोदी सरकार जस बोल्छ त नि बालेन सरकार जिन्दाबाद बालिन सरकार देखेन यत्रो कुरा हामीलाई बालेन सरकार ठिक गर्नु पऱ्यो मलाई केही नगर्ने है फेरि भाइरल गएको 10 रुपियाँ मलाई केही पनि नगर्ने म त यतिकै स्मल कन्टेन्ट क्रिएटर कि म त्यही हो लाइक एन्ड सब्सक्राइब डु माई च्यानल बालेन सरकार बालेन सर सब्सक्राइब गरिदिने तपाईँको गीतहरू हेर्छु मैले बनाउँछु कुनै दिन हामी चाहिँ फेरि एउटा बसलाई माग्न लागेको फेरि लिटल स्टेप सेकेन्डरी स्कुलै आउँछ यसो देखाउँछ एकछिन चाहिँ पछाडि खाइ बस्छु झार देखाइस् त्यो अर्कै बाटो हामी अर्कै बाटो गयो नि जस होइन यो बाटो सिधै त हुनु के अरे काँडा अरे पाएर भाइ हलन चोकसम्म त हुन्छ नि त्यहाँबाट त गाडी पाइ आयो बुझ्यौँ नमुनि ए यस्तो यस्तो गर्ने हो कि अगाडिसम्म लैदिनु यस्तो यस्तो गर्ने आयो है लैदिनु अगाडि हेरेन कि इग्नोर हान्यो त इग्नोर हान्छ कि ए हेऱ्यो फाइनली गाडी आइसकेको छ पैसा तिर्नेवाला गाडी के त्यस अब दोस्रो गाडी आइसकेको छ अब चाहिँ हामी गाडीमा चढ्छौँ नि गाडी हेर्न त ए खाली हो यार गाडी त ल अब चाहिँ हामी जान्छौँ खाली हो त पिर्चोक हामीले बस पाइसकेको छौँ भर्खरै बस पाइसकेको छौँ बल्ल तल हामी चाहिँ घर हामी चाहिँ पृथ्वी चोक झर्छौँ हलन चोक टप पृथ्वी चोक जान्छ पृथ्वी चोक लोकल बस
दुई घन्टा पछि हिँड्दै हावा सुर मजाको हावा अघिको हामीलाई छोडेको अहिलेको बस यही बसले हामीलाई छोडेको यही बस बालो यही हो मारादिदु बाइलो 67 हामीले चाहिँ लेक साइडमा सबसे सस्तो लेक साइडमा पर्दैन हामीले हलन चोकमा सबसे सस्तो होटल भेट्यौँ हामीले सबैजना यहाँ खाना आउनुहोस् रोटी थाली भेज खाना 1 रुपये रोटी थाली 250 भेज मोमो 1 रुपये चिकन मोमो 1 रुपये भेज चाउमिन 1 रुपये चिकन चाउमिन नरिसक्यो हो फ्राइड चिकन चटपट 1 रुपये आलु चप 1 रुपये पीनट बटर होइन मोस्ट वेलकम एन्ड थ्याङ्क यू मोस्ट वेलकमलाई के भन्ने अब रेस्टुरेन्टकै दिने हामी चाहिँ स्विङमा आएर खाजा खान लागिसकेको छौँ होइन त्यही हो चाहिँ मोमो खान्छौँ म चाहिँ त्यही हो आज मोमो मात्र खान्छु म अहिले पछि फेरि भेट्नेछौँ हामी खाएपछि अच्छी बात बोली आपको अच्छी लगी तो ऐसे थोड़ा मार दीजिए हाथ आप थोड़ा सा मार दीजिए एक बार मार दीजिए क्यों कष्ट हो रहा है आपको अगर अच्छी लगी मार दीजिए